शिक्षाको ज्योति देख्न पायौं र यस शिक्षाको ज्योति बाल्नको निम्ति अझ हामी विद्यालयको स्टुडेन्ट कार्यक्रम भइरहेको छ। हाम्रा मुख्य अतिथि विद्यालयको ध्वजा यस वर्ष 2025 हाम्रो मुण्डाकोटी हाम्रा सबै हजुरहरू सम्पूर्णलाई न्यानो अभिवादन टक्राउँदछु। आज हामी यस विशेष कार्यक्रममा एकत्र भई स्वर्ण जयन्ती मनाउने सुअवसर पाएका छौँ। यो क्षण यो पल स्मरणीय रहनेछ अवश्य। उहाँको प्रस्तावलाई हामी सहितै समर्थन जनाउँदछौँ। धन्यवाद। आसन ग्रहण सिलसिलामा आजको प्रमुख अतिथिमा मुण्डाकोटी उच्च माध्यमिक विद्यालयका सञ्चालन डेप्युटी चेयरम्यान माननीय सर श्रीमान राजेश चौहानज्यूलाई पनि आसन ग्रहण गरिदिने आग्रह गर्दछु। यस्तै प्रकारले विशिष्ट अतिथिगण तर्फबाट स्वागत भाषणको निम्ति शिक्षिका श्रीमती शान्ति राईज्यूलाई म यहाँ मञ्चमा निम्ताउँदछु। अनि असिस्टेन्ट इन्जिनियरिङ डिपार्टमेन्ट आरएल लामा पूर्व सभासद प्रेसिडेन्ट अफ एसएमसी पाइला टेक्ने अवसर उहाँले दिनुभएर आज म यस विद्यालयको शिक्षक प्रभारी बन्न सके। जो उहाँ सिडस प्राइमेरी स्कुलमा उहाँ हेडमास्टर कार्य पनि गर्नुहुन्थ्यो। हालमा उहाँ अहिले उपप्रधान हुनुहुन्छ मुण्डाकोटी ग्राम पञ्चायतको। अनि श्रीमती सरस्वती राई हाम्रो पचेङ को जेबी राई सरको श्रीमती हुनुहुन्छ, उहाँ पनि उपस्थित हुनुहुन्छ यहाँनिर। अनि यसै गरी बाट उपहार प्रदान हुन गइरहेको छ। सोभिनियर जातिको चिन्ह खुकुरी उपहार भएका छौँ। यो 50 वर्षको यात्रा केवल समयको गणना मात्र होइन, शिक्षा प्रतिको समर्पण र समुदायको सामूहिक प्रयासको उज्यालो इतिहास पनि हो आजको दिन। र यस विद्यालयले विगत 5 दशकदेखि गाउँ समुदायहरूलाई उज्यालो बनाउँदै गुणस्तरीय शिक्षा, चरित्र निर्माण र सामाजिक चेतना फैलाउने महान कार्य गर्दै आइरहेको यो सर्वविदितै छ। यहाँका शिक्षकहरूले, शिक्षिकाहरूले आरोत्रण समर्पण, अभिभावकहरूको भरोसा र विद्यार्थीहरूको लगनशीलताले नै आज यो विद्यालयले यस्तो उचाइ 50 वर्षको यो उचाइ पनि पार गरिसकेर यहाँ आइसकेको छ। स्वर्ण जयन्तीले हामीलाई विगतका सम्झना मात्र होइन, आज यो हामी जुन विगत मनाइरहेका छौँ स्वर्ण जयन्तीले, यसले विगतको सम्झना मात्र पनि गर्दैन जस्तो मलाई लाग्छ। आगामी पुस्ताका लागि अझ सक्षम, समावेशी र प्रगतिशील शैक्षिक वातावरण निर्माण गर्ने एउटा प्रेरणा पनि हामीलाई दिन्छ। यहाँबाट निस्किएका धेरै प्रतिभावान व्यक्तिहरू आफ्नो आफ्नो क्षेत्रमा सफल हुँदै समाज निर्माणतर्फ लागिसकेको इतिहास कसैबाट लुकिएको छैन। र विशेष
यो स्वर्ण जयन्तीको उपलक्ष्यमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन प्रमुख राज्यपाल श्रीमान अनित थापाज्यूलाई पनि निम्तो दिनु भएको थियो, तर उहाँको कतिपय आधिकारिक कार्यक्रमले गर्दा उहाँको उपस्थिति रहन सक्नु भएन। यसैले उहाँले पनि एउटा शुभकामना बधाई सन्देश तपाईहरु कहाँ साझा गर्न पठाइदिनु भएको छ। त्यो मैले यही उहाँलाई तपाईहरुलाई सम्पूर्णलाई बधाई अनि शुभकामना उहाँले व्यक्त गर्नुभएको छ। र अब यहाँसम्म जसोतसो सरहरूले जुन दुःख गरेर यहाँसम्म ल्याइ पुर्याउनु भयो, अब तपाईँ र हाम्रो जिम्मेवार हो यहाँबाट अघि यो विद्यालयलाई अझ अग्रसर बनाएर लानु, अझ सक्षम बनाएर लानु हाम्रो विद्यार्थीहरूलाई। र हामीले अब गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनले हामीले विद्यालयलाई चाहिने सामग्रीहरू दिन सुरु गरिसकेका छौँ। आज स्वर्ण जयन्तीको उपलक्ष्यमा हाम्रो विद्यार्थीहरूलाई हामीले बिहानै आज उपहार स्वरूप हाम्रो विद्यार्थीहरूको निम्ति हामीले 80 वटा डेस्क बेन्च हामीले दिइसकेका छौँ र आजदेखि विद्यालयले पाइसकेको छ। हामीले सम्पूर्ण विद्यालयलाई मुण्डाकोठी उच्च माध्यमिक विद्यालयलाई हामीले यो स्वर्ण जयन्तीको उपहार स्वरूप विद्यार्थीहरूको निम्ति दिएका छौँ। अब हामी लगनशील छौँ, लगातार लागि परेका छौँ। अघि गुरामाले पनि यहाँ भन्नुहुँदै थियो आगामी सत्रदेखि हामी 11औं अनि यसलाई उच्च माध्यमिकबाट उच्चतर माध्यमिकको निम्ति प्रयासरत छौँ। सायद आगामी सत्रदेखि यो उच्चतर माध्यमिक विद्यालय पनि हुने म आश्वस्त गराउन चाहन्छु यहाँहरूलाई। र यो स्कुलको बिल्डिङ धेरै दिनदेखिको जीर्ण छ। सायद आगामी सत्रदेखि यो बिल्डिङ स्कुलको बिल्डिङ पनि हाम्रो नयाँ विद्यार्थीहरूले पनि नयाँ भवनमा एउटा सुव्यवस्थित स्कुलमा भवनभित्र शिक्षा आर्जन गर्न पाउँछ भन्ने पनि म तपाईहरुलाई आश्वस्त गराउँदै फेरि पनि यो स्वर्ण जयन्तीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यो कार्यक्रम आयोजना गर्नुहुने प्रत्येक शिक्षक शिक्षिकाहरूलाई म हृदयबाट बधाई दिँदै मेरो यो 2 शब्द पनि यही अन्त गर्न चाहन्छु। धन्यवाद। स्वर्ण जयन्तीको उपलक्ष्यमा हाम्रा विद्यालय तर्फबाट सोभिनियर प्रदान गरिरहनु भएको छ र हजुरहरूले अलिक जोरदार ताली बजाइदिने अनुरोध गर्दछु। सम्बर्धना पत्रलाई यहाँ निम्ताउँदछु। मुण्डाकोठी उच्च माध्यमिक विद्यालय समक्षमा श्री बीके देवा। आगो ताप्नु मुडोको कुरा सुन्नु बुढोको। मुण्डाकोठी चियाबारीका बुजुर्ग व्यक्तित्व श्रीमान बीके देवानज्यूले कर्मक्षेत्रको यात्रामा शिक्षण पेसालाई अघि बढाउने क्रममा सन् 1965 मा लोधोमा प्राथमिक विद्यालयमा शिक्षक नियुक्त भए। गणासर भन्नु चाहिँ हामी सबैले उहाँले चढाउनुहुन्थ्यो र उहाँकै आसपासमा बसेर हामीले क ख सिक्न त्यहाँ सिक्यौँ, लेख्नु सिक्यौँ र पछि यो स्कुल स्थापित भएपछि यही स्कुलमा स्थानान्तरण गरिए। सारो भाइ छोरा
धेरै धेरै धन्यवाद। स्थानमा आसन ग्रहण गरिदिने आग्रह गर्दछु। धन्यवाद। श्रीमान विष्णु कुमार राई पनि यहाँ उपस्थित हुनुहुन्छ भने यहाँ आएर मायाको चिनो गरे बापत हामी 1996 ब्याचका हजुरहरू समक्ष आभार एवं धन्यवाद ज्ञापन पत्र ससम्मान प्रदान गर्दछौँ। धार्मिक आदर बन्दो रहेछ भनेर गीताको फिलोसफीमा यो कुराहरू वर्णित छ र आज हामीलाई शिक्षा दिनुहुने हाम्रा शिक्षकगणहरू यहाँ उपस्थित हुनुभएको छ अनि the teachers who have left for heavenly abode will be always missed. स्कुललाई एउटा सानो मायाको चिन्ह पनि प्रदान गर्न लागिरहनु भएको छ र हाम्रो स्कुलको हेड मिसेस सुधा राईज्यूलाई यो ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसको साथसाथै मेरो धेरै धेरै धन्यवाद हजुरहरू सम्पूर्णलाई। टोकन अफ एप्रिसिएसन वितरण भइरहेको छ। नमस्ते, म सुधा राई, मुण्डाकोटी उच्च माध्यमिक विद्यालयको प्रधानाध्यापिका। विशेष आज हाम्रो स्वर्ण जयन्ती एउटा ऐतिहासिक दिन थियो। आजको दिनमा मुण्डाकोटी हाई स्कुलको 1975 मा इस्टाब्लिस भएको स्कुल आज 2025 मा पुरा 50औं वर्ष पुरा गर्न सफल भयो। यो ऐतिहासिक दिन हो। अनि आजको दिन हामीले हाम्रो जिटिए कार्यपाल श्रीमान अनित थापाज्यूलाई हामीले निम्त्याएका थियौँ, तर उहाँको जरुरी काम परेकोले गर्दा आउन सक्नु भएन र हाम्रा डेपुटी चेयरम्यान श्रीमान राजेश चौहानज्यू हाम्रो आजको चिफ गेस्ट हुनुहुन्थ्यो। अनि यसै गरी हाम्रो नुरी शेर्पाज्यू सभासद आउनुभएको थियो, भूतपूर्व सभासद महेन्द्र प्रधानज्यू आउनुभएको थियो, अनि हाम्रो सोनादा सर्कलबाट आनन्द शर्माज्यू एसआई, अनि एआई प्रदीप सुब्बाज्यू, अनि हाम्रा मिड डे मिल इन्चार्ज निशान तामाङ, अनि हाम्रा यसै गरी हाम्रा फाउन्डर स्कुलका संस्थापक भनौँ, हाम्रो सर्वप्रथम संस्थापक बीके देवानज्यू, उहाँ पूर्व प्रधानाध्यापक पनि हुनुहुन्छ, उहाँ पनि हामीसँग हुनुहुन्थ्यो। अनि हाम्रा संस्थापक यस बगानका पूर्व सहप्रबन्धक श्रीमान एनएल राईज्यू पनि हुनुहुन्थ्यो हामीसँग, अनि हाम्रा विद्यालयका पूर्व शिक्षकहरू अनि भलेन्टियर टिचर्सहरू सबै हामीसँग आज हुनुहुन्थ्यो। अनि हाम्रा अभिभावकवर्ग, यसै गरी हाम्रा
विद्यार्थीवर्ग एक्स स्टुडेन्ट 1993 को ब्याच भनौँ 1996 को ब्याच चाहिँ उहाँहरूसँग हामी एकदमै कृतज्ञ छौँ। उहाँहरूले हामीलाई आज सम्मान दिलाउनु भयो विद्यालयलाई 1996 ब्याच अनि 1993 ब्याच अनि हामीलाई स्कुललाई केही रकम पनि प्रदान गर्नुभयो। उहाँ 1996 ब्याच मात्र नभएर हाम्रो अरू पनि छ हाम्रो भूतपूर्व विद्यार्थीहरूले अनि हाम्रो भूतपूर्व शिक्षक शिक्षिकाले पनि हामीलाई भारी मात्रामा हामीलाई रकम दिनुभयो। अनि हाम्रा सभासदज्यूले उहाँले हामीलाई धेरै नै सहयोग पुर्याउनु भएको छ। स्कुललाई बेन्च दिनुभयो 80वटा हामीलाई टेबल बेन्च दिनुभयो अनि हामीलाई उहाँले साउन्ड सिस्टम गरिदिनु भयो अनि टोकन अफ लभ पनि हामीलाई दिनुभयो। अनि विशेष गरी अन्तमा फेरि पनि म हाम्रो जिटिएका हाम्रा कार्यपाल सेमानु थापाज्यूलाई हामी फेरि धन्यवाद दिन्छौँ हाम्रो विद्यालय पक्षबाट, किनभने हामीलाई उहाँले धेरै मात्रामा रकम दिएर हाम्रो आजको कार्य सफल हुन सक्यो।